नमस्कार, तपाईलाई नेपाली पात्रको विशेष श्रृङ्खला नेपाली चाडपर्व र दिवस विशेषमा स्वागत छ। आज हामी आश्विन कृष्ण पक्षमा पर्ने इन्दिरा एकादशी अर्थात् पितृ उद्धार एकादशी बारे चर्चा गर्दैछौँ। सालभरि 24 एकादशीहरू आउँछन्, तर ती मध्ये के कारणले यो एकादशी विशेष मानिन्छ? इन्दिरा एकादशी पितृपक्षको अवधिमा पर्ने भएकाले यसलाई विशेष फलदायी मानिन्छ। धार्मिक विश्वास अनुसार यस दिन व्रत गरी विष्णु भगवानको पूजा गर्दा नर्कमा रहेका पितृहरूलाई स्वर्ग प्राप्ति हुने अवसर मिल्छ। पद्म पुराणमा पनि उल्लेख छ कि जसले श्रद्धापूर्वक इन्दिरा एकादशीको व्रत बस्दछ उनका पितृहरू नर्कमा भए तापनि स्वर्ग पाउँछन्। सामान्यतया धेरै मानिसहरू पितृको पुण्य र मोक्षका लागि श्रद्धापूर्वक श्राद्ध गर्छन्, तर यस एकादशीमा व्रत बस्नुको विशेषता भनेको श्रद्धा र धार्मिक अनुशासनसँग जोडिएको छ। त्यसो भए व्रत विधि कस्तो हुन्छ नि? व्रत दशमी तिथिबाट सुरु हुन्छ। बिहानै ब्रह्म मुहुर्तमा उठेर नदी, इनार वा जलाशयमा स्नान गरी सूर्यलाई अर्घ्य दिने चलन छ। त्यसपछि नित्य पूजा गरी पितृहरूको श्राद्ध गरिन्छ र एकपटक भोजन गरिन्छ। त्यसपछि के हुन्छ? एकादशीको दिन बिहान पुनः स्नान गरी व्रतको संकल्प लिइन्छ। पितृको पुण्यका लागि पद्मनाभ भगवानको पूजा गरिन्छ। धूप, दीप, गन्ध, पुष्प र नैवेद्य अर्पण गर्दै भगवानको कृपा प्राप्त गर्ने प्रयास गरिन्छ। अपराह्नमा पुनः पितृहरूको श्राद्ध गरिन्छ। ब्राह्मणलाई फलाहार दिइन्छ, बाँकी अन्नगोल गाईलाई खुवाइन्छ। बेलुकी व्रतालुहरूले एकादशी व्रतको महात्म्य सुन्छन् वा वाचन गर्छन्। रातभर जागराम बसेर विष्णु भजन गाउने चलन छ। व्रतको अन्त्य द्वादशीमा स्नान गरी ब्राह्मणलाई भोजन गराएर गरिन्छ। यसरी व्रतालुहरूले श्रद्धा र भक्ति दुवै पूरा गर्दछन्। साँच्चीकै व्रत मात्र नभई दिनभरको धार्मिक अनुशासन र भावनात्मक समर्पण यस व्रतमा छ। यो व्रतसँग सम्बन्धित कथा पनि रोचक छ भन्ने सुन्न मन लाग्छ। हो, राजा इन्द्रसेनको कथा यस व्रतसँग जोडिएको छ। प्राचीन कालमा महिषमती नामक राज्यमा धर्मात्मा राजा इन्द्रसेन शासन गर्नुहुन्थ्यो। उनी विष्णु भक्त र प्रजाप्रिय थिए। एक दिन नारद मुनि दरबारमा आइपुग्दा उनले राजा इन्द्रसेनलाई बताए कि ब्रह्मलोकबाट यमलोक गएको बेला उनका पिताले दुखी अवस्था भोगिरहेका रहेछन्। राजाका पिताले पूर्व जन्ममा एकादशीको व्रत तोडेका थिए र त्यसको फलस्वरूप उनी यमलोकमा दुःख भोग्दै थिए। नारद मुनिले राजा इन्द्रसेनलाई उनका पिताको सन्देश दिए, हे पुत्र, यदि तिमीले अश्विन कृष्ण पक्षको इन्दिरा एकादशीको व्रत मेरो नाममा गरे म पाप मुक्त भएर स्वर्ग पाउनेछु। कति मार्मिक कथा छ। पिता पुत्रको सम्बन्ध र व्रतको शक्ति यस्तो छ कि यसले नर्कको दुःखलाई पनि दूर गर्न सक्छ। हो, राजा इन्द्रसेन अत्यन्त दुखी भएर तुरुन्तै व्रत बस्ने संकल्प गरे। नारद मुनिले सम्पूर्ण व्रतविधि विस्तारमा बताए। राजा दशमीदेखि द्वादशीसम्म विधिपूर्वक व्रत बसे। व्रत सम्पन्न भएपछि आकाशबाट फूल वर्षा भयो र उनका पिताले वैकुण्ठ प्राप्त गरे। राजा इन्द्रसेनले पनि दीर्घकालसम्म धर्म र न्यायको शासन गरे। यो कथा मात्र धार्मिक दृष्टिले होइन, हामीलाई श्रद्धा, अनुशासन र पारिवारिक मूल्य पनि सिकाउँछ। हाम्रो आजको छलफल यही अन्त्य हुन्छ। सबैलाई इन्दिरा एकादशीको हार्दिक शुभकामना। फेरि भेटौँला। नमस्कार।